हामीले अब फरवर्ड पार्किङ गर्दैछौँ होइन हामीले जहिले पनि राइटपट्टि गरिन्छ हेर्नु त कति स्पेस छ यहाँ यस्तो बिचमा हाम्रो स्पेस छ सजिलो हुन्छ यो भयो भने होइन रेफरेन्स पोइन्टले पनि काम गर्छ अघि बहिनीको रेफरेन्स पोइन्ट चाहिँ एल र एमको बिचमा थियो होइन यसको बिचमा यहाँ थियो भने अब यसको चाहिँ फेरि कहाँ छ हाम्रो चाहिँ ठ्याक्क यसको माथि परेको थियो यसको माथि परेको थियो भनेर हामीले अर्को बहिनीको रेफरेन्स पनि यहाँ चाहिँ कुन हो बहिनी देखाइदिनु ठ्याक्क त्यही छ होइन बहिनीको रेफरेन्स पोइन्ट भयो अब बहिनीले रेफरेन्स पोइन्ट लेख्नुहुन्छ लेख्नु त सी फाउन्ड द रेफरेन्स पोइन्ट नाउ एक्ज्याक्टली स्ट्रेट लाइक द्याट which one is your reference point can you show me that's straight with that line then the next step is full look to the right because you're going right and you check the mirrors now all 6 point check thank you and then signal right it's clear so signal right and when the car is straight you stop that's it keep going put into drive put the brake man है फेरि चेक गर्ने एकपल्ट कोही छैन ल जाऊ ठिक छ गाडी सिधा भएपछि रोक्ने when the car is straight you stop and then make your wheel straight अब wheel straight गर्नु अझै अगाडि जानुहोस् अझै देखिँदैन रोक्नुहोस् होइन यति गरेपछि चाहिँ हजुरको पार्किङ सेट दिन्छ